एउटा जनताको प्रधानमन्त्री अहिलेको चाहना उपेक्षा अनुसार जनप्रतिनिधिहरूले सवाल जवाफ गर्न नपाउँदाखेरि प्रत्यक्ष प्रधानमन्त्री चाहिँ अगाडि बसेर सवाल जवाफ गर्न पाउँदाखेरि चाहिँ उहाँहरू सन्तुष्टि हुने उहाँहरूको चाहिँ एउटा त्यो विचार त्यो मनसाय त्यो देखिन्छ। त्यस उसले चाहिँ भ्याउँदा र सकेसम्म अन्य कामलाई थात्नु नपर्ने अवस्था छ भने चाहिँ जाँदाखेरि राम्रो र नजाँदा पनि कुनै आपत्ति गर्नुपर्ने कुरो चाहिँ केही पनि होइन। जानुभएदेखि अझ राम्रै हुने थियो। अब कानुनमा काहीँ कतै जानैपर्छ भन्ने बाध्यता नभएको अवस्थामा उहाँ चाहनु भएन भनेदेखि त्यसमा पनि हामीलाई त केही हामी सर्वसाधारणहरूलाई त्यसमा खासै उ छैन, किनभने हामीलाई डेलिभरी चाहिएको हो कि उहाँले राम्रोसँग डेलिभरी गर्नुभयो। जनताको आकाङ्क्षा अनुसार देशको राष्ट्रियताको सवालमा जनताको आकाङ्क्षाहरूलाई जनताको समस्यालाई उहाँले राम्रोसँग समाधान गर्नुभयो भने हामीलाई त्यति बेला पुग्यो। उहाँ जानुभयो भने ठिकै छ, नजानुभयो भने ठिकै छ। कतिपय कुराहरू संसदमा प्रश्न उत्तर जवाफ दिनुपर्छ। प्रधानमन्त्री भइसकेपछि पहिलादेखि आएको चलिआएको यो ट्रेडिसन पनि थियो। तर अहिलेको टाइममा सायद बालेनले एउटा के कुरा ब्रेक गर्न खोजेको देखिन्छ भनेपछि हामी अहिले बोल्यो भने त काम बेसी गरौँ अनि बिस्तारै समय आएपछि बोल्दै गरौँला। किनभने छोटो समयको लागि बनेको प्रधानमन्त्री होइन, अझै 5 वर्ष चाहिँ हामीसँग थुप्रै टाइमहरू आउँछ जहाँ चाहिँ बालेनले प्रधानमन्त्रीले आफ्नो हैसियतमा बसेर चाहिँ जवाफ पनि दिनुपर्ने छ। सायद अहिलेको टाइममा उहाँलाई चाहिँ 100 डेजसम्ममा चाहिँ त्यति धेरै यसमा क्वेसन नगर्दा हुन्छ जस्तो लाग्छ। हामी वेट एन्ड सी गर्ने फेज हो जस्तो लाग्छ मेरो विचारमा चाहिँ। होइन, संसदमा चाहिँ अब उहाँले केही भएर उहाँको केही कारणले उपस्थित हुन नसक्नु भयो। तर उहाँ चाहिँ पब्लिकमा अब देशको प्रधानमन्त्री भएपछि पब्लिकमा आउने गरेर सबैले सुन्ने गरेर उहाँले केही बोलिदिनु हुन्छ कि भन्ने सबैको आशा छ। होइन, उहाँ उपस्थित हुनुहुन्छ, उहाँको उपस्थित हुने दिन आएपछि उहाँ आउनुहुन्छ। उहाँको ठाउँमा अर्को एकजना पठाउनु भयो त, उहाँलाई अख्तियारी दिएर पठाउनु भयो त ठिक छ, केही फरक पर्दैन, उहाँले दिइरहनु जरुरत छैन। हामीले चाहिँ अब कामको हिसाबले हेर्नुपर्ने हुन्छ होला, किनभने अब कामको हिसाबले हेर्दा भर्खरै 1 महिना मात्र भएको छ यो सरकार आएको। त्यसैले गर्दाखेरि 1 महिनामा जति पनि काम गर्नु भएको छ त्यो चाहिँ एकदमै हामीले के भन्छन् राम्रो गरेको मान्नुपर्छ। त्यसैले अहिले प्रधानमन्त्री उपस्थित हुनु या नहुनु भन्दा पनि उहाँको नीति नियम कस्तो छ त्यो कुरामा ध्यान दियो भने चाहिँ सायद राम्रो हुन्छ होला।